हेलो हेलो सम्पूर्णमा नमस्ते। तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज चाहिँ म बिहान उठेर यसो अब मेरो गार्डनतिर के भयो कस्तो भयो तपाईँहरूलाई नि देखाउन मन लाग्यो। म पनि गएर यस्तो सररै हेर्छु। बिहान मर्निङमा यस्तो रमाइलो हुन्छ। मेरो यहाँ पछाडि अलिकति कर्नरमा चाहिँ मैले फुलहरू रोपेको छु अनि यतातिर पनि छ। अब चाहिँ हामी बाहिर जाउँ ल। मेरो बाहिर कति के फलेको छ हेर्नुपर्छ ल। अब म चाहिँ बाहिर आएँ। यस्तो हेर्नु यहाँ खुर्सानी, यो खुर्सानी चाहिँ हेर्नु है, यहाँ मैले गमलामा रोपेको छु। यो दुईटालाई चाहिँ सारा कहाँ पुगेछ ल हेर्नु न। यो गमलादेखि माथि यसलाई म भेट्न नि सक्दैन। अनि यसको लागि चाहिँ अब मैले एउटा भर्याङ किन्न पर्ला जस्तो छ। खुर्सानी टिप्नको लागि भर्याङ चाहिएछ है मलाई। यस्तो यहाँ यो सबभन्दा पातलो फलेको भनेको यो हो। अनि तर यो पालि चाहिँ डल्ले बबाल डल्लो पनि बबाल छ है। यस्तो ठुलो ठुलो छ कि पातलो फलेको छ तर नयाँ बुट्टा भएर होला। एकदमै बाक्लो फलेको छ। यतातिर कोही घोप्टे कोही ठाडो। यहाँ न यो डल्ले सब पाक्नलाई रेडी भएको छ। यति हावाले यति सताउँछ कि अस्ति नै यसको दुईटा डाला भाँचिदिसक्यो। यसको फेदैदेखि चट गयो। अनि यस्तो मनखत लाग्छ कि फल्ने बेलामा यसरी डल्लेहरू भाँचेको देख्दाखेरि। अनि यसको पनि यहाँ भाँचेर कता गयो, यहाँनिरबाट भाँचेर हेर्नु दुईटा ठुटा बनाइदियो, भाँच्यो। अनि मैले चाहिँ यहाँ दुईटालाई एकै ठाउँमा बाँधिदिएको छु। हेर्नु न यस्तो फलेको छ। अहिले मैले किनभने बिहान खिच्नुको कारण अलि उज्यालो आउँछ कि भनेर हो, अलिकति लाइट बनाउनु पर्ने भयो। किनभने घाम लाग्यो भने चाहिँ राम्रो आउँदैन नि त। अनि त्यही भएर बिहानै उठेर मुखसुख धोएर यताउता गरेर तातो पानी खाएर अनि यो हेर्नु त यति फुलेको छ कि यो चाहिँ अलिक कालो ठाडोमा रहेछ। प्रायः ठाडो खुर्सानी चाहिँ कालो हुन्छ, खै किन हो। हेर्नु यहाँ पातभरि झरिसक्यो, दाना मात्रै सरर लागेको छ। अनि एउटा ठाडो यहाँ फेरि पाक्न सुरु भइसक्यो। फल्न पनि यस्तो मजाले फल्ने के साह्रो फलेको, कति रहर लाग्ने। अनि यतातिर फेरि यो कत्रो ठुलो यहाँनिर हेर्नु न। यहाँ अलिक जुम गरेर देखाउँछु भनेको कहिले भएन के। कस्तो किन धम्लो आएछ हो क्यामेरा नि। अलिकति यसलाई उज्यालो बनाऊँ भनेको त। यहाँनिर देख्न सक्नुहुन्छ एकै ठाउँबाट यहाँ बिचबाट उम्रेको छ। अनि एउटा दाना यहाँ लागेछ, एउटा यता, एउटा यो गरेर 5वटा दाना लागेछ एउटै बुट्टामा। अनि उस्तै परे यहाँको 1 पाउन्ड कमाउने बेला भइसकेको छ यतिले मात्रै पनि। यहाँ 2टा डल्ला हालेपछि 1 पाउन्ड हुन्छ। तर के गर्ने, आफूले खानु पर्यो, पाउन्ड सम्झेर भएन। यस्तो छ। अनि मैले चाहिँ यो धेरै गरुङ्गो भयो भनेर यसरी पातहरू पनि फालिदिएको छु कि अलिक ठुल्ठुलो बुढो पातहरू। अनि खुर्सानी त हेर्नु त्यो कर्नरबाट मैले सरर लिएको छु। अनि यता यति फलेको छ यस्तो सबै गमलामा छ। फेरि बिहान यहाँ बेलुकी एक टाइम चाहिँ मलाई पानी हाल्न यस्तो आनन्द लाग्छ कि। अनि पानी पनि अहिले युकेमा पानी पर्न छोड्यो, 2 महिना भइसक्यो पानी नआएको। यस्तो गर्मी हुन्छ दिउँसो त। अनि हुन त 27-28 डिग्री हो, तैपनि यस्तो पोल्ने खालको गर्मी हुन्छ ल। हेर्ने ओ माई गड, खुर्सानी हेर्नु त यहाँ खुर्सानी काउसु जस्तो फलेको छ क्या। कस्तो ठुलो छ। फेरि एउटा दाना एउटाले खानु सक्दैन, यो यस्तो रमाइलो। अनि यहाँ अझै यो अघि मैले निकाला गाडेको छु, यसलाई चाहिँ यहाँ लगेर बाँधिदिउँला भने चाहिँ अहिले बिहानै भएर मैले गरेको यसलाई। अनि यतातिर पनि कति छ मेरो यो पालि डल्ले ल। हेर्नु यहाँ डल्ले पाकेर
यस्तो रमाइलो भएको जो यहाँ धान्नै नसक्ने गरेर फल्ने क्या यो आमामा काउसै लाग्यो जस्तो छ ल साथीभाइ यो मेहनतको फल एकछिन आधा घन्टा 1 घन्टा टाइम निकाल्यो अनि भित्र मोबाइल चलाएर बस्दा साह्रै आँखा दुख्छ यस्तो गरेपछि आफूलाई हेर्न पनि रमाइलो अनि खाना पनि मिठो अब यो खुर्सानी चाहिँ जहिले परेको हुन्छ नि त खानामा नि मैले चाहिँ लास्ट इयरको पनि सुकाएर राखेको मैले अहिलेसम्म खाँदैछु अनि यो साल चाहिँ यो अलिक पछौटे बेर्ना थियो मैले यसलाई चाहिँ यो पालि भुइँमा रोपेर पनि ट्राई गर्न लागेको यस्तो चाहिँ यहाँ गोलबेराहरू पनि फलेर भुइँ दियो धान्न नि नसक्ने अनि यतातिर नि ठाडो तर अलि भिडियो चाहिँ कालो आयो के गर्नु अब म यहाँ एउटा डल्ले देखाउँछु है यो कुनामा गएको छु म यहाँ न डल्ले खुर्सानी यति लामो नि फल्छ र यसलाई डल्ले भन्नु कि के भनौँ ल हेर्नु त यहाँ यस्तो लामो छ क्या म आफै दङ पर्छु यो देखेर त ल पाक्न नि सुरु भएछ अब बिउ पनि जमाउनु पर्नेछ अनि यो कुनामा लगाइदिएको सबै यसरी रमाइलो छ है मेरो गार्डन अब के गर्नु आफै गार्डनमा खेतीपाती गर्ने अनि आफै भिडियो बनाउने मेरो काम चाहिँ कति हो भात पकाएर नि खानु पर्यो अनि काममा पनि जानु पर्यो यस्तो छ अनि मैले यहाँ हेर्न फेरि अर्को सालको लागि बेर्ना यो चाहिँ एउटा दानाको बेर्ना उम्रेको यो चाहिँ एउटा यो चाहिँ ठाडो यो चाहिँ घोप्टो अनि कहाँ मेरो यति मात्रै खेती छ र हेर्नु न यहाँ सिमी खोल्चाएर सिमी योपालि पानी नपरेर यस्तो छिट्टै पाक्यो क्या अनि यहाँ यो चाहिँ लहरे लामो खालको सिमीको दाना अनि यो चाहिँ सानो पिन्टु बिन भन्छ यो सानो भुइँमै ठ्याक्रान बिनामा फल्ने सिमी यति खोल्चाएर पनि यहाँ राखेको छु अनि यतातिर अझै फुल्दैछ डल्लेहरू यो सलाद खाने टमेटो यति राम्रो फल्छ कि मैले पोहोर धेरै बुटा रोपेर धेरै फल्यो र नि खानै नसक्ने अहिले चाहिँ मैले एउटा बुटा मात्रै रोपेको छु सुरु भइसकेको छु पाक्न फेददेखि अनि यहाँबाट सरर यसरी लाँदाखेरि यस्तो देखिन्छ बाहिर अब घाम लाग्न लाग्यो नि त अनि यस्तो बनाएको छु हेर्नु है यसरी सरर खुर्सानी छ हाय अनि यस्तरी के हेर्नु अब भिडियो बनाउँदा कहिले कति रिस उठाउने क्या धम्लो भएर बसेर अनि फेरि पनि उ गर्दैछु अनि अब म चाहिँ फेरि तलतिर मेरो काँक्राहरू फलेको देखाउँछु है अब चाहिँ म हजुरहरूलाई मेरो काँक्रातिर लान्छु अनि इस्कुसको मुन्टा यहाँसम्म आएको छ माथि टार बनाइदिएको सानो जग्गालाई पनि मैले यति धेरै युज गरेको छु अब घाम लाग्न सुरु भयो यो पारा मैले तनी बोडी लगाएको यहाँ पछि लगाएर अलि ढिलो गरी चाहिँ बल्ल फुल्नलाई रेडी हुन लागेको छ त्यही पनि फल्छ कि भनेर कोसिस गरेको यो इस्कुस चाहिँ मैले नेपालबाट ल्याएको अनि यस्तो गरेर यहाँनिर लगाइदिएको कस्तो सानो थियो अब यो फल्छ कि फल्दैन थाहा छैन तर बल्ल यसलाई सुसार गर्दा यत्रो भएको छ अनि हरियो काँक्रा यसरी फलेको छ अनि यहाँनिर नि फलेको छ घाम लाग्यो अनि बिहानै घाम आउँछ नि त यहाँ त अनि यता कुनातिर चाहिँ अनि घाम आएको छैन त्यही भएर यस्तो चाहिँ लाग्यो नि त काँक्रा यो काँक्रा चाहिँ मैले अस्ति नै यहीँ तलदेखि फलेको थियो अनि यहाँको टिपेर खायो अनि यहाँ कतातिरको टिपेँ यहाँको टिपेँ अनि त्यसपछि चाहिँ यो सानो फल्यो तर मजाले फल्यो अलि माथि गएर बल्ल ठुलो फल्न लागेछ
अनि त्यहाँ मेरो फिक पनि छ है। यो नेपालमा चाहिँ हामीले गाउँतिर खाने भुटुकी जस्तै हो। अनि त्यसलाई भुटुकी भन्दा अलिकति फरक हुन्छ। अनि कस्तो मजाको छ। अहिले म त्यहाँ गएर दाना देखाउँछु। अनि यो कालो कालो भन्नाले निलो बोरी। अनि यो मैले बिउहरू टिपिसकेँ पाकेर अस्ति नै। यहाँ पनि धेरै रोपेको थिएन कि। यो चाहिँ चुच्चे करेलाको अर्को त्यस्तै जात अलिक फरकको हुँदो रहेछ। यो पनि रोपेको त फल्न रहेछ। यहाँ जाने हेर्न कति धेरै मुठै फलेको। यो एउटा तरकारी खाँदाखेरि नै सुकाउँदाखेरि एउटा गेरा यहीँ खसेको थियो होला सायद। यो आफै उम्रियो। अनि मैले यसलाई फेरि गोरमेल गरिदिएको। यी 2-3 छाक सिमी फल्यो। काँक्रा हेर्न काँक्रा। ओ माई गड, काँक्रै काँक्रा काँक्रै काँक्रा। यो फेरि पछौटे है। यो भर्खर सुरु भएको त्यो एउटा त्यहाँ फल्यो। अनि एउटा यहाँ त्यो भित्रभित्र 2-3टा फलेछ। भर्खर बुट्टा हिँड्दैछ। अनि योपालि मैले यहाँ घरको चाहिँ त्यति केयर गरेन क्या। किनभने म तल बारीमा नि छ। अब काममा नि जानुपर्छ। दिनभरि काममा हुन्छु। बेलुकी 1 घन्टा आधी घन्टा टाइममा यसो खेती गर्ने हो। तर धेरै जसो बारीमा जान्छु क्या। म आजभोलि बारी पनि लिएको छु। अनि योपालि मलाई इस्कुस कस्तो माया लागेको छ हेर्न। मेरो इस्कुस फल्न अब यो सक्छ कि फल्न त फलेको कि फुटै झ्याङ्गाउन सकेन। सानो सानो फल्न लागेको छ भर्खरै। अनि भुइँमा हेर्न है। भुइँमा यहीँ साग छ। यहीँ के छ यो गोड्न नपाएर के यस्तो झ्याउ लाग्दो भएको छ। यहाँ मकै थियो अस्ति मैले खाइदिएँ। अब यो सिमी झ्याङ्गिन्छ नै। मैले अघि हजुरलाई भनेको फिक मेरो यहाँ फलेको छ नि त। यो धेरै फल्थ्यो होला। मैले यस्तो गमलामा बिचरा पानी चाहिँ छैन, केही छैन र पनि यस्तो फल्छ के। यो चाहिँ भुटुकी जस्तै हुन्छ। अनि हामी नेपालमा त भुटुकी भन्थ्यौँ। यहाँ फलेछ। अब नेक्स्ट इयर चाहिँ माथि फल्न लागेको छ। धेरै फल्ने भयो माथि चाहिँ। अब मैले योपालि चाहिँ बुट्टा काटेन। जाओस् माथि भनेर छोडिदिएको। कहाँ पुग्दो रहेछ पुगोस्। भैँसीलाई घाँस काट्नुपर्छ पछि। आए आए यस्तै छ है। अब म अर्को ठाउँमा लान्छु है। यस्तो कुना कुनामा गएर भिडियो बनाए घाम लागेको छ। झिलिमिली बस्छ। अब म चाहिँ फेरि अर्को ठाउँमा लान्छु हजुरहरूलाई। ल अब ब्याक गर्छु है। ल यहाँ नि छ के डल्ले हेर्ने। एउटा बुट्टा यहाँलाई एउटा यो गमलामा रोपेको सारा हाँगा यस्तो फिजारे पातै पातै मेरो पालो चुटाल्दै। अनि अहिले चाहिँ यहाँ आएर फल्न सुरु भएको छ। ल फोहोर चाहिँ मैले सबै घरभित्र रोपेको थिएँ क्या। अनि फल्न पनि एकदमै फल्यो। रमाइलो नि एकदम भयो। हो यहाँ छ नि त मेरो सानो यो घर। अनि रोपेको योपालि चाहिँ मैले यहाँ भित्र राखेको बुट्टा एकदम बढेर अनि मलाई रिस उठेर बाहिर निकालेको। अब करेलाको करेला नि एउटा यो सानो गमलामा रोपेको सकिने लाग्यो। अब भन्नाले यो बुट्टा नै मऱ्यो के भयो। पानी पुऱ्याउन सकेन। यहाँ यो गमलामा चाहिँ यो रुख ठुलो भएर धान्न सकिन्न होला के। ल यस्तो छ है। यहाँ सानो सानो ठाउँलाई सदुपयोग गरेको मैले। यस्तो राम्रो करेला फलेछ तिते करेला। अनि यहाँ अनि यहाँ तल पनि थियो सस्तै। मैले अस्ति बिउ पनि राखेँ टिपेर नि खाएँ। आज पनि अब यो टिप्ने पाक्न लागि छ। म हिजो अस्ति यहाँ हेर्न नआएको त पुरै यस्तरी पाकेर बस्न लागि छ हेर्न। यो यस्तो रमाइलो छ। ल कसले पत्याउँछ एउटा गमलामा यति धेरै करेला फल्छ भनेर। हेर्नु त यहाँ करेला यस्तो राम्रो भएको छ। हेर्दा नि कस्तो आनन्द आउने क्या यहाँ आउँदाखेरि। सारा जरैदेखि फलेर। अनि है ल साथीहरू हजुर पनि युकेमा हुनुहुन्छ भने खेतीपाती गर्न चाहिँ कन्जुस नगर्नु होला। यस्तो बबाल हुन्छ। पिनालु ल हेर्नु गाबा खाने भए आउनु होला। म चाहिँ यो गाबा खान चाहिँ अलिकति खाना त खायो। अब चुक्न हाली पकाउँदाखेरि कोक्या जस्तो लाग्यो। चुकिलो धेरै खाँदा आफैलाई खुट्टाहरू दुख्ला जस्तो फिल भयो। अनि त्यही भएर हेर्नु यहाँ गमलामा
यत्रो ठुलो ठुलो ढाकुरा भएर आएको छ। दुईचोटि अझै काटिसकेँ मैले, दुईचोटि कि तिनचोटि, एकचोटि दिदीलाई दिएँ अलिकति, दुईचोटि मैले काटेँ। अब चाहिँ यसलाई के बनाउँछु साथी हो, जाडोमा खाने कर्कौलो बनाउँछु अब। अनि किन नेपालबाट ल्याउने, यति रोपेपछि त भइगयो नि होइन, यति रोपेर खान पुग्छ, उ गर्न पुग्छ भने त्यो नेपालबाट के त्यो चेकिङमा चेक गरेर भेट्छ कि केही भन्छ कि भनी डराई किन बोकेर आउने। यति सानो आधा घन्टा टाइम निकाल्नुहोस्, गमला रोप्नुहोस्, जति भए नि फल्छ सब्जीहरू है, किन उ गर्ने। ल हेर्नु त यहाँ करेला, ओहो अब म आज टिप्ने हो। अब यहाँ हेर्न फोटो नै भिडियो बनाइदिने मान्छे छैन, अब म एउटै छु। अब टिपेको चाहिँ तपाईँहरूलाई देखाउन सकेन मैले, तर सक्नु त सक्छु होला। अनि यसलाई त काट्नुपर्छ नि त। अनि यस्तो छ मेरो करेलाहरू, लरबर फलेछ। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो, यदि मनपर्छ भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु, अनि हुन्छ भने सेयर पनि गरिदिनु होला। ल अहिलेलाई चाहिँ बाई बाई।